हातमा क्रसको साइन कस्तो अवस्थालाई भन्ने गरिन्छ है, म जानकारी दिन्छु। अब यहाँनिर हेर्न सक्नुहुन्छ, एउटा यो लाइफ लाइनमा एउटा रेखाले यसरी काट्यो अनि क्रसको साइन बनेको देखिन्छ। यसलाई क्रसको साइन भनिँदैन है। यदि कुनै पनि लाइनमा यो भाग्य रेखा भनौँ, यसलाई भाग्य रेखा भयो, यो भाग्य रेखामा यसरी यसले काट्यो, यसलाई क्रसको साइन मानिँदैन हैन। यसले खर्चको साइन र अलिकति समस्या चाहिँ आउँछ। र यो लाइन सँगसँगै यसरी अर्को लाइनले यसरी क्रस गर्यो, स्टारको साइन बनेको जस्तो देखियो कुनै पनि मेन लाइनमा भने यसलाई क्रसको साइन मानिन्छ, यसलाई स्टारको साइन मानिँदैन। स्टारको साइन भनेको त कस्तो साइन हो, जहाँ कि कुनै पनि रेखा नहुने ठाउँमा यहाँनिर यसरी 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 बन्यो भने यसलाई स्टारको साइन भनिन्छ। कुनै पनि रेखालाई लक्षित गरेर त्यहाँनिर क्रस भएको ठाउँमा यसरी बनेको साइनलाई क्रस भनिन्छ, स्टारको साइन भनिँदैन। स्टारको यो यस्तो अवस्थामा यस्तो खालको स्टारले कुनै पनि रेखामा बनेको क्रसको साइनले एकदमै ठुलो असर गर्ने गर्छ, त्यो राम्रो साइन मानिँदैन।